सो हेलो एभ्रिवान, फेरि पनि वेलकम गर्न चाहन्छु यो मेरो भिडियोमा तपाईँहरू सबैजनालाई। सो जति पनि कुराहरू मैले एउटा भिडियोमा गरेको थिएँ, कतिपय कुराहरू अब भनौँ न हरेक मान्छेको लाइफमा रिलेटेड कुराहरू पनि मैले गरेको थियो होइन। अब इभन म आफैले पनि भनेको थिएँ कतिपय कुराको मेरो एउटा एक्सपिरियन्स पनि हो र त्यही नै हो, लाइफ सजिलो छैन होइन, धेरै कुराहरू गर्न जरुरी छ। किन भन्दाखेरि हामी आज एउटा घरको सबैजनाको भरोसा आशा हामी हो क्या, हामीले गर्न जरुरी छ होइन। अब मान्छेलाई भन्छ नि होइन, एउटा एजले म्याटर गर्नेवाला छैन क्या। तपाईँको लाइफमा तपाईँको भोगाइले तपाईँलाई धेरै कुरा सिकाउँछ क्या। जब मान्छे पढ्छ नि, पढिसकेपछि उसले मजाले बुझ्छ क्या। त्यो कुराको लागि तपाईँको एज 30-40 वर्ष पुग्नुपर्छ भन्ने छैन, परिपक्कै हुनुपर्छ भन्ने छैन। जब तपाईँ पढ्नुहुन्छ नि, पढिसकेपछि एज डजन्ट म्याटर, सानो व्यक्तिले पनि बुझ्छ क्या। जब ऊ पढ्छ, हरेक कुराहरू उसले एनालाइज गरिसकेपछि, उसले फिल गरिसकेपछि उसले पनि बुझ्छ। त्यो कारणले गर्दाखेरि चाहिँ हामी यो नसोचौँ होइन, हामीले हरेक कुराहरू गर्न सक्छौँ। त्यो सक्नका लागि चाहिँ पहिलो कुरा तपाईँमा त्यो आत्मविश्वास छ कि छैन त होइन। त्यो कुराहरूले हामीले ख्याल गर्न जरुरी छ। आफ्नो आमा बाबाको लागि हामीले धेरै कुरा गर्न जरुरी छ। किन हिजोको दिनमा सानो हुँदाखेरि होइन, मेरो बच्चा चिसोले मर्ला कि होइन, भोकभोकै मर्ला कि होइन, खाइ नखाइ आज यत्रोसम्म बनाउनु भयो होइन, हामीलाई बनाउनु भयो, हरेक दुःख कष्ट गरेर हामीले हुर्काउनु भयो, पढाउनु भयो, र आज यहाँसम्म यो लाइफको बनाउनु भयो। अनि त्यो कुरालाई हामीले बिर्सिने त कतै हामी आज गलत बाटोमा त अगाडि बढिरहेको छैनौँ। सोच्नुहोस्, आफ्नो लाइफ मात्रै छैन क्या, तपाईँको लाइफमा तपाईँको धेरै जिम्मेवारी छ। आफ्नो घर परिवार, मेन कुरा आमा बाबाको लागि तपाईँले अहिलेसम्म के गर्दै हुनुहुन्छ होइन। अहिलेको कन्डिसनमा हामी गलत बाटोमा हिँड्यौँ भने घरको कन्डिसन चाहिँ कसले सही बनाउने, कहिले सही हुन्छ त? त्यो कुरालाई पनि हामीले ख्याल गर्नु पर्यो नि त होइन। दुःख छ होइन, धेरै कुरामा दुःख गरिरहेको छौँ, तर गर्दा गर्दा कतिको भइरहेको छैन कि हामीले हिम्मत हार्ने त? सोच्नुहोस्, हामीले हिम्मत हार्यो भने कसै गरिदिन्छ? पक्कै पनि तपाईँले बोकेको भारी, तपाईँले त्यो यात्रामा तपाईँ आफैले तय गर्नु पर्यो नि त। त्यो कुरालाई हामीले बुझ्न जरुरी छ, किनकि हामीले बुझेन भने कोही कसैले बुझ्नेवाला छैन। किनकि एनी हाउ डु एन्ड डाई होइन, त्यो कन्डिसनमा हामी कतिपय छौँ क्या, र गर्न जरुरी छ। किनभने त्यतिसम्मको चिजको सेक्रिफाइस एउटा आफ्नो आमा बाबाले गर्नुभएको छ भने हामीले पनि गर्न जरुरी छ क्या। त्यो कुरालाई हामीले जहिले पनि ख्याल गर्न जरुरी छ। र गलत बाटोमा हामी लागिरहेको छौँ भने एकचोटि आफूलाई पनि एनालाइसिस गर्न जरुरी छ कि म चाहिँ कस्तो ठाउँबाट कस्तो कुरालाई लिएर अगाडि बढिरहेको छु होइन। म्याक्सिमम् हामी जति पनि अब बाहिर हुनुहुन्छ होइन, एउटा आफ्नो देश छोडेर अर्काको देशमा काम गरिराख्नु भएको छ होइन। सबैजना पैसा त सबैले कमाइराख्नु भएको छ, धेरै थोरै हो होइन, दुःख गरेर कमाइराख्नु भएको छ। सबै कुराहरू गर्न पाइन्छ, आफ्नो दुःखको पैसाले धेरै कुरा गर्न पाउनुहुन्छ। तर कतिपय टाइममा होइन हामी अनावश्यक खर्च पनि गरिरहेको हुन्छौँ होइन। आफूलाई आफ्नो क्षमताभन्दा हरेक कुरामा हामी वेस्ट गरिरहेको हुन्छौँ हरेक कुराहरू। त्यो कुरालाई पनि एकचोटि एनालाइज गर्न जरुरी छ क्या होइन। किनकि त्यत्रो हार्डवर्क गरेर महिनाभरि काम गरेर हामीले त्यो पैसालाई गलत ठाउँमा त हामीले सदुपयोग गरेको छैनौँ। त्यो कुरालाई पनि हामीले बुझ्नु पर्यो नि त, एनालाइज गर्नु पर्यो नि त। किनकि अहिलेको टाइममा छ नि होइन, पैसा कमाउनु मात्रै ठुलो कुरा होइन, कसले कति कमायो भन्दा पनि कसले कति जमायो भन्ने कुराले फरक पार्छ होइन। यो कुरा हामीले बुझ्न जरुरी छ। किनभने पैसाले पनि दुईवटा कुरा भन्छ अरे क्या। एउटा कुरा भनेको चाहिँ इफ यु सेभ मी टुडे आई विल सेभ यु टुमरो भन्छ अरे क्या। यदि तैँले मलाई आज बचाउँछस् भने म पनि तँलाई भोलि बचाउँछु भन्छ अरे क्या। त्यही भएर धेरै थोरै बेलैमा पैसालाई हामीले बचत गर्न जरुरी छ होइन। त्यो कुराहरूलाई पनि हामीले ख्याल गर्न जरुरी छ होइन। के कुरामा मैले पैसालाई खर्च गरिरहेको छु भन्ने कुरा हो। सो बितेको समय कहिले पनि फर्केर आउनेवाला छैन। जे भयो तपाईँको लाइफमा भएको कुराहरू सकियो, अब त्यही कुरा बन्नेवाला छैन। तपाईँ स्ट्रङ भएर अगाडि बढ्न जरुरी छ। सो यो कुराहरूलाई चाहिँ हामीले एकदमै ख्याल गर्न जरुरी छ आफ्नो प्र्याक्टिकल लाइफमा। किन भन्दाखेरि बोल्न जति सजिलो छ, हुन त गर्न त्यति नै गाह्रो छ
तर पनि तपाईँमा एउटा आत्मविश्वास छ भने यस डेफिनेटली भने क्या तपाईँले आफूले आफूलाई बोलेको कुरा आफूले आफूले गरेको च्यालेन्जमा तपाईँ अगाडि बढ्नुहुन्छ भने यस अफकोर्स त्यो कुरा तपाईँ आफूले गरेर देखाउन सक्नुहुन्छ र त्यो कुरा गर्न जरुरी छ। सो त्यही नै हो, हामीले गर्नुपर्छ, हामी अगाडि बढ्नुपर्छ। सो अहिलेको लागि यति नै। थ्याङ्क्स फर वाचिङ।